सकिन्छ, EC2 इन्स्टेन्स चाहिँ कसरी बनाउन सकिन्छ भन्ने बारेमा म एउटा भिडियो बनाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ यो AWS कन्सोलमा यहाँ क्लिक गर्नुहोस्। यहाँ चाहिँ तपाईँले EC2 इन्स्टेन्स EC2 भनेर चाहिँ क्लिक गर्नु। EC2 क्लिक गरिसकेपछि अब यहाँ लन्च इन्स्टेन्समा जाउँ। लन्च इन्स्टेन्समा गरिसकेपछि अब तपाईँले आफ्नो एउटा EC2 इन्स्टेन्सको एउटा नाम राख्नुपर्छ। म चाहिँ एउटा नाम राख्छु यो मेरो स्टुडेन्ट आइडी हो, एउटा EC2 आजको डेट राखिदिउँ। आजको डेट भनेको 27/04/2026। यो तपाईँहरूले नाम चाहिँ जे राख्न पनि हुन्छ। त्यसपछि गएर अब तपाईँहरूले कुन चाहिँ मसिन राख्ने हो होइन, एमाजोन लिनक्स, म्याक, उबुन्टु, विन्डोज। म चाहिँ अहिले यो एमाजोन लिनक्स राख्छु। त्यसपछि गएर यो राखिसके पछाडि गएर तपाईँहरूले यो कस्तो AMI राख्ने हो यो चुज गर्नुपर्छ। अहिले चाहिँ म यो राख्छु। त्यस पछाडि गएर अब तपाईँहरूले इन्स्टेन्स टाइप चाहिँ होइन, अब यो यहाँ धेरै थरी छ, आफ्नो बजेट अनुसार चाहिँ राख्दा हुन्छ। अहिले चाहिँ म यो माइक्रो T3 माइक्रो राख्छु। T3 माइक्रो राख्छु। यो फ्री टायरको लागि एभाइलेबल छ। त्यसपछि गएर तपाईँहरूले एउटा की जेनेरेट गर्नुपर्ने हुन्छ। हामी SSH गर्नको लागि एउटा की जेनेरेट गरौँ। म चाहिँ की 125985 माइनस EC2 की आजको डेट राखिदिउँ सम्झिनको लागि 27/04/2026। यो एउटा की मैले जेनेरेट गरेँ। यो कीलाई चाहिँ हामीले सेभ गरेर राख्नुपर्ने हुन्छ। यो कीलाई चाहिँ मैले अहिले डाउनलोडमा मैले सेभ गरेर राखेँ। त्यसपछि गएर अब यो नेटवर्क सेटिङमा चाहिँ अब तपाईँले होइन यो SSH यो अलाउ SSH कुनबाट गर्ने, कुन पोर्टबाट गर्ने, अहिले मेरो आइपीबाट गर्ने कि कुनै कस्टम आइपी गर्ने कि अहिले एनिवेयर जहाँबाट गर्ने टेस्टको लागि। अब यो HTTP अलाउ गर्नु छ होइन, वेबसाइटहरूबाट पनि के अरे वेबबाट पनि तपाईँ एक्सेस गर्नु छ भने चाहिँ HTTP अलाउ गर्नुपर्छ, नत्र पर्दैन। अब तपाईँ यो कन्फिगर स्टोरेज चाहिँ कति राख्ने हो होइन, यो चाहिँ कति राख्ने हो तपाईँ यसमा थप्नु नि मिल्छ। अहिले 8 राखौँ। त्यसपछि गएर एडभान्समा अब यहाँ धेरै कुराहरू गर्न सकिन्छ तपाईँको डोमेन योहरू। म चाहिँ एउटा आइएम इन्स्टेन्सेस चाहिँ राख्छु, यो ल्याब इन्स्टेन्स प्रोफाइल राख्छु। यसबाट चाहिँ के हुन्छ भन्दाखेरि यो EC2बाट चाहिँ तपाईँको अरू सर्भिसहरू AWSको अरू सर्भिसहरूमा चाहिँ डाटा यहाँबाट पठाउन मिल्छ। त्यसपछि गएर यहाँ एडभान्स युजर डाटा एडभान्स छ। युजर डाटामा चाहिँ म केही कोडहरू राख्छु। त्यो कोडले चाहिँ के गर्छ भन्दाखेरि यो कोड राखिसकेपछि तपाईँको चाहिँ यसले चाहिँ रुट लेभलमै चाहिँ यसले यो पाइथनहरू पहिला आफ्नो सिस्टम अपडेट गर्छ। त्यसपछि गएर अनि पाइथन इन्स्टल गर्छ र एउटा बोटो 3 भन्ने पनि एउटा चाहिँ गर्छ। त्यसपछि गएर म चाहिँ लन्च इन्स्टेन्स गर्छु। लन्च इन्स्टेन्स गरिसकेपछि अब यो EC2 इन्स्टेन्स चाहिँ लन्च हुन्छ। अब म यो मेरो इन्स्टेन्सको चाहिँ अब उयोहरू हेरौँ। यसको यो नयाँ बनेको इन्स्टेन्स चाहिँ हेरौँ के छ यसमा चाहिँ। अब यसमा चाहिँ मेरो पब्लिक आइपी एड्रेस चाहिँ यो भयो होइन, 54 यो भयो, पब्लिक आइपी एड्रेस यो भयो, प्राइभेट आइपी एड्रेस यो भयो। त्यसपछि गएर अब पब्लिक DNSहरू इन्स्टेन्स टाइपहरू भयो। यसमा छ मेरो अरू अब डिटेल्स यो छ, अनि स्ट्याटसहरू सेक्युरिटीहरू। तपाईँलाई पछि सेक्युरिटीहरू थप्नु पऱ्यो भने होइन, यहाँ इनबाउन्ड्स रुलहरू सेक्युरिटी ग्रुपहरूमा गएर थप्न मिल्छ। तपाईँले अब जस्तै पिङसिङ गर्ने यताउता गर्नु पऱ्यो भने यहाँबाट थप्न मिल्छ। यहाँ सेक्युरिटी ग्रुपमा गएर इनबाउन्ड्स रुलमा गएर थप्न मिल्छ होइन। यहाँ एड रुलमा गएर अब के राख्ने हो है तपाईँको यहाँ SMTPहरू HTTPहरू होइन, यो आइएमप्याड यिनीहरू चाहिँ थप्न मिल्छ। अहिले चाहिँ अब म तपाईँलाई यो क्लाउड सेलमा चाहिँ म कसरी अब यो इन्स्टेन्सेस EC2 इन्स्टेन्स भने अब EC2 इन्स्टेन्सभित्र चाहिँ कसरी लगइन गर्ने भन्ने कुरा चाहिँ देखाउँछु। यो उयसमा मेरो क्लाउड सेल ओपन हुँदैछ। अब क्लाउड सेलमा सबैभन्दा पहिला चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि अघि हाम्रो त्यो प्राइभेट की जेनेरेट गरेर त्यसलाई चाहिँ प्राइभेट कीलाई चाहिँ अपलोड गर्नुपर्छ।
प्राइभेट की चाहिँ मेरो डाउनलोडमा छ। डाउनलोडमा चाहिँ यो यही हो आजको 27 छ। यसलाई मैले अपलोड गरेँ। अपलोड गरिसके पछाडि गएर यो अपलोड भयो। अपलोड हुँदैछ। यहाँ अपलोड भयो। अपलोड भइसकेपछि पहिला सुरु यो फाइललाई एकचोटि हेरौँ यहाँनिर। मेरो मेसिन तयार हुँदैछ। यो मसिनमा पहिला के छ हेरौँ। पहिला अलरेडी रहेछ। एकचोटि म यसलाई क्लियर गर्छु है त। आरएफ स्टार गरिसकेपछि यो मेरो मेसिनमा अहिले केही पनि छैन। मेरो मसिनमा अहिले केही पनि छैन। EC2 मा केही पनि छैन। म फेरि एकचोटि अपलोड गर्छु किनभने मैले यसलाई डिलिट गरिसकेको छु। फेरि अपलोड गरेँ। अपलोड हुँदैछ अनि अपलोड भयो। अब यहाँ हेरौँ। यो के देखेको छ। पहिला सुरु चाहिँ यसको चाहिँ चेन्ज मुड गर्नुपर्छ। यसको मुड चाहिँ चेन्ज गर्नुपर्छ। त्यसपछि गएर ल अब चाहिँ हामी चाहिँ अब हामी EC2 इन्स्टेन्सेस भित्र चाहिँ हामी अब भित्र छिर्न सक्छौँ। यसको लागि मेरो इन्स्टेन्सेस यो हो। मेरो इन्स्टेन्समा जाउँ। इन्स्टेन्समा अब इन्स्टेन्समा यहाँ कनेक्टमा जाउँ। कनेक्टमा गइसकेपछि एसएसएस क्लायन्ट छ। यो इक्जाम्पल यसमा क्लिक गरौँ। यो क्लिक गरेर त्यसपछि गएर हामी क्लाउड सेलमा गएर क्लाउड सेलको टर्मिनलमा गएर यो पेस्ट गरिदिउँ। है कपी गरेर चाहिँ पेस्ट गरौँ। अब हामी यस लेखिदिउँ। अब हामी चाहिँ EC2 इन्स्टेन्सेसभित्र हामी प्रवेश गरिसकेका छौँ। अब EC2 इन्स्टेन्सेसमा हामी प्रवेश गऱ्यौँ। त्यसपछि गएर अब म तपाईँहरूलाई एउटा फाइल म यहाँ एउटा क्रिएट गर्दैछु। यो भित्र चाहिँ एउटा म फाइल अब एउटा क्रिएट गर्दैछु। फाइल क्रिएट गर्न हामीले न्यानो लेख्नुपर्छ। न्यानो प्रोड्युसर डट पाई भन्ने एउटा मैले फाइल मैले क्रिएट गरेँ। न्यानो प्रोड्युसर डट पाई। न्यानो प्रोड्युसर डट पाईमा चाहिँ अब तपाईँहरूलाई म एउटा इलास्टिक EC2 मा चाहिँ इलास्टिक आइपी कसरी राख्ने म देखाउँदैछु। म ल्याब सुरु गर्छु। ल्याब सुरु हुँदैछ। सबैभन्दा पहिला एउटा EC2 इन्स्टेन्स बनाऊ। यहाँ माथि गएर EC2 लेखौँ। EC2 आउँछ। त्यसपछि गएर एउटा EC2 इन्स्टेन्स बनाऊ। लन्च इन्स्टेन्स एउटा इन्स्टेन्स बनाउँछु है त। मेरो आइडी राखेर EC2 राख्छु। आजको डेट पनि राखिदिन्छु 27/04/2026। यहाँ मैले कुनै एउटा ल उबन्टुकै बनाएँ ल। उबन्टु राखेँ। अनि त्यसपछि गएर यो मैले इन्स्टेन्स टाइप केही चेन्ज गरिनँ। एउटा म कि अघि नै तयार गरिसकेको थिएँ। म कि पहिलाकै कि राख्छु। अहिलेकै कि राख्छु। अहिलेको कि राख्छु। त्यसपछि गएर मैले एउटा एसएसएस पनि राखेँ। अनि त्यस पछाडि गएर मैले एउटा सेक्युरिटीमा चाहिँ ल्याब इन्स्टेन्स प्रोभाइड राखिदिन्छु। र यसमा चाहिँ मैले एउटा चाहिँ मैले लन्च इन्स्टेन्स मैले एउटा क्रिएट गरेँ होइन। अब इन्स्टेन्स क्रिएट गरेँ। अब इन्स्टेन्स मैले हेर्छु। अब हेर्दाखेरि यसरी नै हेरौँ र यहाँबाट हो अस्ति नैको रहेछ मेरो यो इन्स्टेन्सेसलाई चाहिँ म यो दुईवटा इन्स्टेन्स म यो दुईवटा इन्स्टेन्सलाई चाहिँ अहिले एकछिनलाई टर्मिनेट गरिदिन्छु है त। यसलाई पनि टर्मिनेट गरिदिउँ। यो चाहिँ टर्मिनेट गर्दैछु। यसलाई टर्मिनेट गर्दैछु। त्यसपछि गएर अर्को T3 माइक्रो टर्मिनेट हुँदैछ।
यसको नाम एकछिन है यसरी एक्सचेन्जमा एस टू 27 दुईटै एउटै डेटमा रहेछ यार है टर्मिनेट गर्दैछु ल अब यो इन्स्ट्यान्स चाहिँ मैले अहिले हेर्दैछु यो इन्स्ट्यान्सको चाहिँ अहिले पब्लिक आइडी चाहिँ पब्लिक आइपी यति छ होइन 54.87.54.87 यति छ अब यसको चाहिँ यो चाहिँ पब्लिक आइपी हो यसलाई मैले अहिले स्टप गरिदियो भने यसको स्टप गरिदियो भने यसलाई चाहिँ एक्सनमा गएर स्टप ल मैले स्टप गरेँ है एकछिनलाई मैले स्टप गरेँ स्टप गरेँ भने यो के हुन्छ स्टपिङ हुँदैछ स्टप गऱ्यो भने यसको आइपी हराउँछ किनभने यो इन्स्ट्यान्स चाहिँ एकचोटि स्टप गरिसकेपछि यसको आइपी चेन्ज हुन्छ आइपी हराउँछ यसको आइपी स्टप भयो ल यसको आइपी छैन पब्लिक आइपी छैन पब्लिक आइपी हरायो अब म चाहिँ त्योलाई आइपी चाहिँ इलास्टिक आइपी फिक्स गर्छु यसलाई स्टप भएको छ अनि यसलाई चाहिँ स्टार्ट गरेँ यो इन्स्ट्यान्सलाई चाहिँ स्टार्ट गरेँ गरिसके पछाडि गएर यसको आइपी आइडी हेरौँ यसको आइपी चेक गरौँ यसको आइपी आयो अब यो आइपीलाई चाहिँ म चाहिँ फिक्स गर्न चाहन्छु होइन सबैभन्दा पहिला यसको लागि कहाँ जानु पर्यो भन्दाखेरि यसको लागि इलास्टिक आइपीमा जानु पर्यो सबैभन्दा पहिला यसको लागि कहाँ जानु पर्यो इलास्टिक आइपीमा जानु पर्यो अनि त्यसपछि गएर यहाँनिर एलोकेट इलास्टिक आइपी एड्रेसमा जाउँ एलोकेट इलास्टिक आइपी एड्रेसमा गइसके पछाडि एमाजोन यो जाउँ एलोकेट गरौँ यहाँ अरू केही गर्नु पर्दैन एलोकेट गरौँ अनि हामीले एउटा आइपी एड्रेस बनायौँ अनि यो एलोकेट आइपी एड्रेसमा यसमा गयौँ यो आइपी एड्रेसमा गयौँ यसलाई एसोसिएटेड यो आइपी चाहिँ यसलाई चाहिँ हामी अब एसोसिएटेडमा जान्छौँ गइसकेपछि गएर यो अहिलेको अब यहाँ इन्स्ट्यान्स भयो रिसोर्स टाइपमा चाहिँ इन्स्ट्यान्स अनि यो इन्स्ट्यान्स चाहिँ कुन इन्स्ट्यान्स हो त्यसलाई सेलेक्ट गरौँ अहिले हाम्रो भएको इन्स्ट्यान्स त्यो अनि त्यसपछि गएर यो पब्लिक आइपी एड्रेस चाहिँ जे छ त्यही गरौँ के अरे सरी प्राइभेट आइपी एड्रेस चाहिँ जे छ त्यही गरौँ त्यसपछि गएर अनि क्लिक एसोसिएट गरिदिउँ अब तपाईँको फाइनल रिजल्ट चाहिँ अब यसको चाहिँ यो अब यसको चाहिँ हामी जाउँ अब इन्स्ट्यान्सेसमा अब हामी EC2को इन्स्ट्यान्समा जाउँ इन्स्ट्यान्समा गइसकेपछि जुन अहिले यो आइपी आछ 54 यसको पब्लिक अब यसको चाहिँ एक्चुअली यसलाई स्टप गरी हेरौँ है त स्टप गरी हेरौँ आइपी हराउँछ कि हराउँदैन स्टप गरौँ स्टप गर्दाखेरि यसको स्टप भयो स्टप हुँदैछ स्टप हुँदाखेरि आइपी एड्रेस चेन्ज हुँदैन आइपी एड्रेस चेन्ज हुँदैन ल
यसको आइपी एड्रेस अब चेन्ज भएको छ, इलास्टिक आइपी एड्रेस पनि आयो, इलास्टिक आइपी एड्रेस पनि आयो, पब्लिक आइपी एड्रेस पनि आयो। अब यो चाहिँ यो इन्स्ट्यान्स चाहिँ टर्मिनेट नभएसम्म यसको आइपी एड्रेस चाहिँ यही हुन्छ होला।